हेलो साथीभाइहरू हेरौँ है हाम्रो चाहिँ बिहान मर्निङको टाइममा चाहिँ यस्तो हुँदैछ है साथी हो के गर्नु है सबैजना साथीहरूलाई मर्निङ हाम्रो चाहिँ यस्तो हुँदैछ है फिलहाल अहिले चाहिँ म चाहिँ अहिले डायरी जान्दैछु के कस्तो लाग्छ साथीहरूलाई हेरौँ है मर्निङ सबैजनालाई साथीहरू म पुग्नु लाग्यो अब है उपरसीमा जान्छु त्यहाँदेखि चाहिँ अर्को साथीहरू लगेर जान्छ यो है म चाहिँ फर्किन्छु हेरौँ है साथीभाइको के कस्तो लाग्छ भिडियो है बिहान मर्निङ हो मर्निङको टाइममा है यस्तो हुन्छ घामले गर्दाखेरि त्यति राम्रो निस्किँदैन है यस्तो छ है गाइस हेरौँ है बाटो चाहिँ यो चाहिँ मेन रोड भन्दा पनि हुन्छ हाम्रो दुधको गाडीको लागि चाहिँ है मेन रोडै हो हाम्रो दुध कुदाउनेलाई चाहिँ अब यो मेन रोडै भन्नु पर्यो के गर्नु यस्तो छ है जिन्दगी साथीभाइहरू नगरी पनि नहुने है गरेन भने भोकाइले मर्ने डर गर्नै पर्यो साथीभाइहरू ल गाइस अहिले चाहिँ म आइपुगेँ है मेरो जग्गा बिसाउने जग्गा होइन यहाँदेखि चाहिँ म फर्किन्छु है यहाँ अर्को गाडी पनि छैन छ टक्कै सबै डोलहरू लिइरहेको छ है यो डोल चाहिँ लानुपर्छ अब मैले उकालो है रित्तो अनि यहाँ अर्को साथीले यो डोकोमा हालेर लान्छ है मेरो चाहिँ भारी यहाँ छ है अब चाहिँ यस्तो छ गाइस अब चाहिँ म चाहिँ घर फर्किनु पर्छ है हेर्नु है गाइस यस्तो छ है यो चाहिँ मेरो भारी भर्खर लिएको भारी है यस्तो छ अरे बडा कहाँ पो गएछ भनेको त बोजू हेर्नु गएको राम्रो रहेछ पहिलादेखि हौ बोजू उठ्नु नसकेको त ल गाइस के कसो लाग्छ भिडियो हेरेर लाइक कमेन्ट गरौँ।